हेलो नमस्कार। ल आज चाहिँ म हजुरहरू सामु घुमन्तेको गन्तव्यमा रमाइला घुमेका भिडियोहरूको क्लिपहरू लिएर आउँदैछु। म चाहिँ होमनाथ सापकोटा। घुमन्तेको गन्तव्य भिडियोलाई लाइक कमेन्ट सेयर र मन पर्यो भने सब्सक्राइब पनि गरिदिनु होला। यस्तै नयाँ भिडियोहरू लिएर आउँदैछु म। आज चाहिँ रमाइलो नै भिडियोहरू छन्, साना क्लिपहरूको भिडियोहरू लिएर आएको छु। रमाइलो छ भिडियो, पृथक छ, हेर्नलाई तपाईहरुले हेर्दिनुहुन्छ भन्ने आशा गरेको छु। बोरिङ लाग्दो चाहिँ छैन, रमाइलो छ। नयाँ ठाउँहरुका साना क्लिपहरू जोडेर भिडियो बनाएको छु। हजुरहरूले हेर्दिनुहुन्छ, साथ दिनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। अहिले चाहिँ म यात्रामा बाहिर निस्किरहेको छु। रमाइला ठाउँहरुको दृश्यहरू हजुरहरू समक्ष मैले लिएर आइसकेको छु। तपाईहरु हेर्दै जानु होला। कतिलाई राम्रो लाग्छ, कतिलाई नराम्रो लाग्न सक्छ। यस्तै नयाँ भिडियोहरू हेर्नको लागि युट्युब च्यानल घुमन्तेको गन्तव्यलाई सब्सक्राइब गरिदिनु होला। यहाँ चाहिँ हामी बाटोमा अलिकति जाम पर्यो, विपरीत दिशाबाट गाडी आइदिएको हुनाले चाहिँ अलिकति समस्या आयो। अनि निरन्तर हामी अगाडि यात्रामै बढ्दैछौँ। बल्ल साइड पाइयो। रङ साइडबाट मोटरसाइकल आइदिएको हुनाले चाहिँ अलिकति समस्या परेको थियो। अनि त्यही क्लिप पनि मैले राखेको छु। अलिकति यात्रामै अगाडि बढिरहेको छौँ, जाँदैछौँ। रमाइला दृश्यहरू छन्, बाटो राम्रो छ, घुमिराखिएको छ, डुलिराखिएको छ, गन्तव्यमा पुगिराखिएको छ। र यस्तै नयाँ भिडियोहरू हजुरहरूलाई पनि देखाउन पाइराखेको छु, देखाउन पाइरहियोस्। हजुरहरूको नि भरपुर मनोरञ्जन गराउन सकौँ भन्ने मेरो उद्देश्य हो। र मसिना साना क्लिपहरूलाई जोडेर मैले छुट्टै ठाउँको भिडियोहरू पस्किने कोसिस गरेको छु। अति नै सुन्दर ठाउँहरू छन्, हेर्नलाई रमाइलो खालका ठाउँहरू छन्। हरेक खालका बोट बिरुवाहरूको जानकारीदेखि लिएर धेरै कुराहरूको जानकारीहरू समेटिएको भिडियो छ यो। हजुरहरूले अन्तिमसम्म हेरिदिनुहुन्छ भन्ने आशा पनि गरेको छु। र मन पराइदिनु भयो, मन पर्यो भने सब्सक्राइब पनि गर्नु होला, नत्र भने लाइक कमेन्ट सेयर गर्नु होला भन्न अनुरोध गरेँ मैले हजुरहरू समक्ष। यो मेरो सानो प्रयास हो। यो प्रयास कतिको सफल हुन्छ मलाई पनि थाहा छैन, कोसिस गर्दैछु। हेरौँ, यस्तै खालका रमाइला दृश्यहरू, यस्तै क्लिपहरूलाई मैले समेटेर हजुरहरू समक्ष पस्किरहेको छु। अहिले चाहिँ हामी काठमाडौँकै एउटा नयाँ ठाउँमा घुम्न गइरहेछौँ। यो दक्षिणकालीको एरिया हो। हामी फर्किने क्रममै छौँ बाटोमा। योभन्दा अगाडि पनि मैले दक्षिणकालीको पुरा भिडियोहरू हालिसकेको छु। यही युट्युब च्यानलमा गएर हजुरहरूले त्यो भिडियोलाई पनि हेर्न सक्नुहुन्छ। र यस्तै मसिना क्लिपहरूलाई जोडेर आज चाहिँ एउटा फुल भिडियो बनाउने कोसिस गरिरहेको छु। रमाइला दृश्यहरूलाई समेटिरहेको छु। जहाँ हजुरहरूले हेर्न छुटाउनु भएको छ भने यसलाई पनि एकचोटि हेरिदिनु होला। र फुल भिडियो पनि पहिले मैले ल्याइसकेको छु। र यस्तै छोटा मिठा खालका भिडियोहरू मैले पस्किने कोसिस गर्दैछु। यो चाहिँ एउटा मेमोरी रहन गएको छ, जुन दाउरा रेस्टुरेन्टमा एक दिन डिनरको लागि गइएको छु। त्यो चाहिँ आज विडम्बनाका साथ भन्नुपर्छ, यो रेस्टुरेन्ट जलेर नष्ट भएको छ। यो एउटा सम्झना स्वरूप एउटा सानो क्लिप प्रस्तुत गरेको छु। फेरि यो दिन त्यो ठाउँमा गएर यसरी बसेर रमाइलो गर्न त नपाइएला, तैपनि केही समयमा सञ्चालन होला। यो चाहिँ आगलागीबाट क्षतिग्रस्त भएको छ। यो भर्खरै एक महिना जति भयो। यसमा चाहिँ एकदमै दुःख लागिरहेको छ। यहाँ गएर यसरी पारिवारिक जमघट गरेर बसेर रमाइलो गरिएको थियो। र यस्तै रमाइला क्लिपहरू खिचिएको थियो, भिडियो फोटो खिचिएको थियो। यो मेमोरी सम्झनाको लागि मात्रै रहेको छ। फेरि त्यो ठाउँमा गएर फेरि यसरी नै बसेर खाना, यसरी नै भिडियो बनाउन पाइन्छ पाइँदैन, त्यो चाहिँ पछिको कुरा हो। अहिले सानो एउटा क्लिप चाहिँ मैले हजुरहरू समक्ष राखेको छु। यस्तो सुन्दर राम्रो एउटा रेस्टुरेन्ट थियो, जुन दैवले त्यसलाई चाहिँ अलि सखाप गरिदिएको छ आगोले। अहिलेको अवस्थामा यो बन्दैछ, बिस्तारै सञ्चालनमा आउला भन्ने आशा गरौँ। यो चाहिँ एउटा हाम्रो मेमोरी मात्रै रहन गएको छ अहिले। त्यसै क्रममा यो सानो भिडियो मैले हजुरहरू समक्ष पस्केको छु। त्यस्तै भिडियोहरू अरू पनि छन्, हेर्दै जानु होला। रमाइलो छ। ल काँडा हो तर यसको नाम भन। सुँगुरे झार अथवा हामी चाहिँ सुँगुर काँडे भन्छौँ। यो अलिक लामो डन्ठा आउँछ, डन्ठामा लामो आएपछि त्यसलाई तासेर हामीले खान्थ्यौँ। यसलाई चाहिँ सुँगुर काँडे भनिन्छ। अब यही चिज हेर्न चाहिँ अहिले गोदावरी आएको छु म चाहिँ। अब यहाँ आएपछि समुद्रको पनि फोटो खिच्नै पर्यो।
यो पहाडको समुद्र खोला चाहिँ यस्तो हुन्छ। अहिले पानी नभएर मात्रै हो, पानी हुने भने यहाँनिर एकदमै विशाल, यहाँ खुट्टा टेक्न नसक्ने गरी बगाउने गरेको। अहिले चाहिँ पानी सानो छ यहाँनिर र बर्खाको सिजनमा यहाँनिर यसरी उभिएर फोटो भिडियो खिच्न नसक्ने गरेको खोला आउँछ यो ठाउँमा, गोदावरी बोटानिकल गार्डनभित्र। आरु प्रजातिको एउटा बिरुवा कस्तो राम्रो फुलेको रहेछ। वसन्तको आगमन सँगसँगै एकदम ढकमक्क फुलेको। पिकनिक स्पोट, बस्ने, पिकनिक खाने, शीतलमा बस्ने ठाउँ, व्यवस्थित ठाउँ रहेछ। यो चाहिँ धादिङ जिल्लाको रुबी भ्यालीबाट देखिने गणेश हिमालको दृश्य। यस्तो मनमोहक र यति सुन्दर छ कि यो ठाउँ कहिल्यै पनि त्यो ठाउँ छोडेर नहिँड्नु जस्तो रमाइलो खालको दृश्यहरू समेटिएको छ। वरिपरि हेर्दा डाँडै डाँडा, एकदम सेताम सुर भएका हिम चुचुराहरू अनि पहाडहरू मजाले ठडिएका रमाइला खालका हेरिरहँ जस्ता खालका पहाडका दृश्यहरूले मनै मनमोहक बनाउने पहाडहरूको दृश्य पनि हजुरहरू समक्ष राखेको छु। यो चाहिँ रुबी भ्याली है, यो धादिङ जिल्लाको रुबी भ्याली भन्ने ठाउँको चाहिँ यो सिनलाई पनि मैले यहाँ प्रस्तुत गरेको छु। एकदमै मनमोहक, रमाइलो र हेरिरहँ जस्ता एकदमै गगनचुम्बी पहाडहरूले भरिएको ठाउँ हो। यो चाहिँ एकदम रमाइलो ठाउँ छ, हेर्नलाई रमाइलो, एकदमै सुन्दर कृतिले सिँगारिएको ठाउँ। श्रीखण्ड यस्तो पो हुँदो रहेछ। श्रीखण्डको बोट, श्रीखण्डको बोट त यस्तो पो हुँदो रहेछ क्या, सुरिलो गएको माथि पातहरू त्यस्तो हुँदो रहेछ। लेख्न मनाइ छ भनेर नोटिस थियो, यसरी लेखिदिएको हुँदो रहेछ अनि त्यही भएर लेख्न नपाउने रहेछ भित्र। पलास मैले सुनेको थिएँ यस्तो हुँदो रहेछ बोट चाहिँ, खास के को लागि काम लाग्छ थाहै भएन। ट्रपिकल हाउसमा छिरेको, यसको नाम यहाँ पनि पत्ता लागेन। हजुरहरूलाई थाहा छ भने भन्नु। जलकुम्भी, कमलको फुल, समी भनेर चाहिँ यो झारलाई, दुबो प्रकारको झारलाई भनिएको रहेछ। यो सजाउनको लागि जताततै रोपिने समी। यो ठुलो पात हुनेलाई चाहिँ के भनिँदो रहेछ यसो नि, मलाई थाहा भएन यसको नाम। यो बिरुवालाई नेभारो भनिन्छ। नेभारोको दाना फलेको छ मजासँगले। टिकटक बनाउँदैछन् क्या त्यहाँनिर र बडो रमाइलो रमाइलो पो हुँदो रहेछ। यो वरिपरि देखेको दृश्यहरू चाहिँ यस्तै खालको छ है। यतातिर चाहिँ जङ्गलै मात्रै छ, अहिले केही खासै फुलहरू फुलेको छैन, हल्का आरुहरू फुलिरहेको छ। यसरी आरुहरू मात्रै हल्का फुलिरहेको छ। जमाने माम्रो भनेर चाहिँ यसलाई, यो बोटानिकललाई भनिँदो रहेछ। सजाएर राखेको ढुङ्गा, सजायो भने जे चिज पनि राम्रै हुँदो रहेछ कि संसारमा भन्ने कुरा यो ढुङ्गाबाट देख्नु होला। चुत्रोको बिरुवा जताततै सबैतिर राम्रो सुन्दर मात्रै छ दृश्यहरू।
चियाको बोट, चियाको पनि दाना फल्छ नि। यो चाहिँ के रहेछ, करी पत्ता हो क्या हो त्यो? त्यस्तै लाग्यो है मलाई। यो त राम्रो चिज हो नि करी पत्ता। भनेपछि करी पत्ता भयो हो नि? हो, निमको पत्ता होइन, करी पत्ता चाहिँ हो क्या। मिठो निम भनेको यसलाई तरकारीमा मिठो निम। अब निम त अर्को त तितो हुन्छ। तिमुर भनेको उ त्यो हेर भाइ, काँडै काँडा, पुरै काँडा छ। त्यो भयो। यो के रहेछ? यो पनि तिमुरै हो। हाडे भयो अरे, यस्तो हुँदो रहेछ, थाहा थिएन मलाई पनि। उयो त्यो के को बिरुवा थाहा छ? यो त ऊ होला नि त, टाँकी। यो भनेको के हो पर्यो? चुथ्रो। बोटानिकल गार्डन आएर खरको अवलोकन। खर यस्तो हुन्छ, निगालो यस्तो हुन्छ। मैले सबै सोचिरहेको थिएँ त्यसलाई पुरै स्क्यान गरेर चाहिँ राम्रो तरिकाले बनाउनु पर्यो भन्ने सोच गरेको थिएँ। के छ यसो त्यहाँ माथिसम्म पुगौँ अनि त्यहाँको माहौल यसो हेरौँ, त्यस पछाडि फर्केर आऊँ। कोइलीको कु कु आवाज, वसन्त ऋतुको आगमन सँगसँगै कोइलीको आवाज। यो हामीले सामान्य रूपमा खाइरहने आलु चाहिँ यो हो। सामान्य रूपमा हामी खान्छौँ नि, त्यो जुस भएको यो हो। कुलो पनि रहेछ यहाँ त, बाँध साँप पनि छ। पानीको बाँध, पोखरी रहेछ यहाँ। ए खुल्ला रहेछ, सही टाइममा आइएछ। ट्रपिकल हाउस हजुर। अब चाहिँ ठ्याक्कै नजिकैबाट लालीगुराँसलाई निहालौँ है त, एकदमै नजिकैबाट है त। अघि पनि लालीगुराँस देखिएको थियो र सबैभन्दा नजिकैबाट अहिले निहाल्न पुगियो। कस्तो राम्रो फुलिरहेको छ। पुरै यहाँ रुखमा काँडा लगाएर चाहिँ लालीगुराँसलाई सुरक्षित गरेको देखियो है यहाँनिर चाहिँ। यो यस्तो राम्रो फल फलेको छ, यति धेरै फल फलेको छ ताकि यो मान्छेले खान मिल्दैन। यो पशुले खान्छ, पशुले पनि एउटा बाख्रा प्रजातिले मात्रै खाने घाँस हो। यसको नाम चाहिँ बिलाउनी भन्छौँ हाम्रोतिर। तपाईँहरूतिर के भनिन्छ? यो एक प्रकारको जङ्गली फल, ताकि यो फल खान हुँदैन, यो बाख्राले गाईबस्तुले मात्र खान्छ। यसको नाम चरचरे। लिली बाटिका प्रवेश गर्ने होइन त। लस्सी लस्सी चाहिँ
कस्तो रुख। हामी लिली बाटिकामा प्रवेश गरेका छौँ। लिली बाटिका लिली चाहिँ घन्टीमा भन्दै हिँडेर छन् रोड पनि सबै उत्तिसेन कति वर्षमा यो सबै काटिदिन्छ। उत्तिस अग्लो अग्लो हुन्छ नि त सलक सलक बढेर जाने हो क्या। निकै लामो छ यो। उत्तिसहरू प्रायः जसो लामै हुन्छ सिधा हुन्छ झ्याङ्गिएको हुँदैन। यसको विशेषता नै त्यही हो हाँगा भयो भने पनि झर्दै जान्छ कि खालि। उत्तिसको विशेषता नै त्यही छ। तलै हुन्छ तलको झर्दै जान्छ क्या। के वरा बाँसको झाङ यो हो ठ्याक्कै चिन्यो होला। आज चाहिँ पुरै बन्द रहेछ। कुनै पनि बोटानिकल गार्डन खुल्ला छैन। खासै भित्र पसेर अवलोकन गर्न पनि पाइएन। तलदेखि माथिसम्म हामी हिँड्दै हिँड्दै आइरहेका छौँ। यो तलदेखि हामी माथि हिँड्दै 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 घुम्दै सबै डुलेर आइसक्यो। तर बोटानिकल गार्डन चाहिँ कहीँ खुल्याएर चाहिँ सबै बन्द छ। यसरी रुख हेर्ने जङ्गल हेर्ने बिरुवा हेर्ने त्यति नै मात्रै भएको छ। सजावटका लागि राखिने बिरुवाहरूको प्रजातिहरू भएको यो बोटानिकल गार्डन भित्र सजावटको लागि राखिने होइन त यिनीहरू सबै। घरमा सजाउनको लागि राखिएका बिरुवाहरू फुलका बिरुवाहरू धेरै जाति प्रजातिका बिरुवाहरू छन् यो ठाउँमा। अति नै सुन्दर राम्रो छ। मेन ठाउँमा फुल पनि फुलिराखेको रहेछ। यो एउटा भयो यो कुन फुल हो यो थाहै भएन। कति राम्रो मेहनत गरेर फुलाएको फुल ल हेर्नुहोस् त यो मौसममा पनि। यता अर्को स्टेप बाई स्टेप यता अर्को सूर्य भक्ति फुल रहेछ यो चाहिँ। पिदुनिया पहेँलो सुन केसरी भन्ने बल्ल पत्ता लाग्यो भाइ। यो सुन केसरी रहेछ यो फुल चाहिँ। पहेँलो गुण केसरी जस्तो यसको बोट हेर्दा चाहिँ लसुनको जस्तो छ हैन। यो चाहिँ असर्फी यो केली यो चाहिँ पपी फुल। फुलको बगैँचा बोटानिकल गार्डन यस्तो राम्रो छ ल हेर्नुहोस्। यो मजाले पलाएला त कस्तो राम्रो हुन्छ हैन ढकमक्क। पानी नपरिकन कामै छैन नि त। हालेर उ पानी छैन। ओहो कस्तो राम्रो छ यहाँ फेरि
के अरे यो सिनेरिया कति प्रकारको छ जात पनि कति त्यहाँ 1 2 3 4 5 6 7 8 9 10 12 14 प्रकारको कति खालको रहेछ फुल पनि सेतो केली चाहिँ मन पर्यो मलाई कस्तो राम्रो छ घिउ कि के पुरा भर्खर आएर निकालेको घिउ जस्तो है सयपत्री सुखा मौसम नजाँदै बसन्त ऋतु लागे जस्तो लाग्यो आज त मलाई यता आउँदा फुलसुल फुलेको होइन मजाले टक्कसँगले गइहाल्यो मेन ठाउँ चाहिँ यो पहिला लामो माथि निकै माथि फोर आउँथ्यो अहिले आज चाहिँ त्यति राम्रो गरेर रहन्छ पहिला मेन भनेको यही मात्रै थियो अलिकति राम्रो बनाएको त्यस पछाडि त गार्डनहरू पनि व्यवस्थित सबैतिर रमाइलो बनाएको रहेछ अहिले त माथि फुलचोकी डाँडा देखिँदैछ फुलचोकी डाँडाको टावर यता माथि मार्बल डाँडा पहिले मार्बल खानी थियो अहिले चाहिँ मार्बल खानी बन्द गरिएको छ सूर्य भक्ति फुल कस्तो राम्रो रहेछ है फुल्दा त झन् कति राम्रो हुन्थ्यो होला यो कलेजी पाराको छ क्या कलेजी पाराको जस्तो कलेजी कलरको छ फुल्न लागेको छ हेर्नु त कलेजी फुल्दो रहेछ यस्तो राम्रो फुल्दो रहेछ त ओहो अब एक हप्तामा चाहिँ आउँदा ढकबढक फुल्या हुने रहेछ है यो बनायो भने के हुँदैन मान्छेले बनायो त नि यो सबै कुरा सजाउँदाखेरि जे पनि त हुँदो रहेछ नि होइन ढुङ्गे फुल त्यत्तिकै फुलिरहेछ अनि मैले लिएकै हो असार फुल यता फुलिरहेछ यो फुल चाहिँ के छ केली फुल भनिँदो रहेछ यसलाई चाहिँ कति राम्रो छ है यो केली फुल कति राम्रो फुल फुलेको छ बसन्त ऋतुको आगमन गराउनको लागि यो चाहिँ गोदावरीको टिकटक बनाउने ठाउँ हात्तीबारको बिरुवा वैकुण्ठ वासको कामनाको लागि भगवान श्री माधव नारायणको कमल चरणमा मान्छे खुदासँग अर्पण गर्नुभएको छ उहाँ तथा समस्त परिवारको भगवान श्री माधव नारायणले यज्ञ गरून् कल्याण गरून् जय श्री माधव नारायण तपाईँहरू चालनी परिसरमा हुनुहुन्छ भने कृपया भगवान श्री माधव नारायणको दर्शनको लागि जता कपालपातीभित्र व्यवस्थित रूपमा पकाएर मन्दिर आँखाभित्र आइदिनु पनि मेलामै व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौँ जय श्री माधव नारायण ऐतिहासिक कुराको चाहिँ सांस्कृतिक तथा पौराणिक नगरी सङ्क्रामको पवित्र भूमि पुण्यभूमि पापमुक्त धार्मिक तीर्थस्थल चालनी मेलामा भगवान श्री माधव नारायणको दर्शनका लागि पाल्नुभएका सम्पूर्ण भक्तजनहरूमा श्री माधव नारायण स्वस्थरीबाट तथा चालनी सुधार समिति हार्दिक स्वागत गर्दछौँ जय श्री माधव नारायण सर्व भक्तजनहरू तपाईँहरूको सहयोगबाट नै मेला व्यवस्थापन भगवान श्री माधव नारायणको मूल मन्दिर साथै चालनी परिसरको भौतिक निर्माण कार्यहरू भइरहेको हुनाले सहयोग गर्न चाहनुहुन्छ भने समितिको माइक स्थलहरूमा रसिद काटी सहयोग गर्न सक्नुहुनेछ जय श्री माधव नारायण
सरदार भक्तजनहरू तपाईँहरू पोखरी छेउमा हुलगोलमा हुनुहुन्छ भने दिदी धर्म भएन नि त यो त आफ्नो बहुमूल्य सामानको सुरक्षा पेटीकोटको पानी हालिदिने भयो धर्म भएन श्री मानवता यसै सङ्ग्रहपुर साको बाटो पाल्नुभएका सङ्ग्रहपुरको फोरेस्ट रिसोर्टबाट आफ्नो व्यवसायको उन्नति होस् प्रगति होस् भन्ने कामनाको लागि भगवान् श्री मानव नारायणको चरण कमलमा रु 1010 रुपियाँ सहयोग गरी पुण्य कमाउनु भएको छ। उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ श्री मानव नारायण। यसै गरी सहयोगको क्रममा तमिलबाट पाल्नुभएका भक्तजन ढकाल परिवारज्यूबाट सम्पूर्ण ढकाल परिवारको भइहाल्छ समाधि लाइट करो लाइटमा बस्दा आफूभन्दा अगाडि स्थान खाली नराखिदिनु होला र अन्य व्यक्तिलाई पनि आफूभन्दा अगाडि पछाडिको स्थानमा लाइनमा बस्नुभन्दा अगाडि जुत्ता चप्पल खोली तय व्यवस्थामा बसिदिनु होला। जुत्ता चप्पल राख्नको लागि स्थानको व्यवस्था गरिएको छ। कृपया उक्त स्थानसम्म गई जुत्ता चप्पल खोली तय व्यवस्थामा बसिदिनु हुन सम्पूर्ण सरकार भक्तजनहरूमा विनम्र अनुरोध गर्दछौँ। अनिता विश्व पर्यटनको तर्फबाट पनि यस पवित्र धार्मिक स्थलको लागि भनेदेखि 120 रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ। उहाँको टिका त लाउने होला नि त दर्शनका लागि पाउनुभएका कृष्ण आचार्यका परिवारको तर्फबाट पनि एक पवित्र धार्मिक स्थलका लागि भनेदेखि 150 रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ। उहाँको समाजले शान्ति पर्यावरणमा शान्ति समृद्धि एवं उन्नति प्रगतिको कामना गर्दै ल हजुरहरूले लामो भिडियो भए पनि यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अरू पनि भिडियो हेर्नको लागि घुमन्तेको गन्तव्य युट्युब च्यानलमा गएर हजुरहरूले अरू पनि भिडियो हेर्न सक्नुहुन्छ। मन पर्यो भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। फेरि यस्तै भिडियो लिएर आउने कोसिस गर्नेछु। आजको घुमन्तेको गन्तव्य यहीँ बिट मार्छु। नमस्कार। म चाहिँ अग्लो रहेछु मेरो चाहिँ म फोन मुनि राख्नु आउँछ अनि म अग्लो छु माथि राखेर तिमीहरूको आउँदैन।